नमस्कार दर्शकबिन, म अजित अधिकारी। माडी 7 को पतरी खोलाको पुल निर्माणको काम गर्नको लागि संघीय सरकारको बजेट भएको कारणले गर्दा माडी नगरपालिकाले आफ्नो बजेट राखेर काम गर्न नसकिने बताउँदै आएको छ। तर त्यसैको तल्लो लाइनबाट म बोलिरहेको छु र त्यहाँ वैकल्पिक रूपमा पुल निर्माण गर्नको लागि नगरपालिकाले आफ्नो बजेट राख्नको लागि कसले छेक्यो? क्यामेराम्यान देखाइदिनुस् यहाँको ठाउँ। हामीले भनेको वैकल्पिक मार्ग कुन हो भने जुन अलपत्र बनेको पुलको तल्लो लाइनबाट हामी बोलिरहेका छौँ र कीर्तनपुर हुँदै जगन्नाथपुर जाने सडक छ। यसलाई जोडेर पुल बनाउने यदि हो भने माडीवासीले शास्ति भोग्नु पर्दैन, किनभने खास गरी बगै छोडी जाने नागरिकले पनि शास्ति भोग्नु पर्दैन। सुत्केरी अवस्थामा पनि अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउँदैन, किनभने वैकल्पिक पुल निर्माण भएपछि सबैलाई फाइदा हुनेछ अनि माडीमा चारैतिर जतासुकै पुल निर्माण भएको अनुभूति हुनेछ।